खत्रीको नाति बलबहादुर खत्री र टिकाकुमारी खत्रीको 5 पुत्र म लगायत 6 भनौँ हामी सम्पूर्ण दाजुभाइको सहकार्यमा आज वास्तु पूजा दीप प्रज्वलन लक्ष्मीवती हिजोदेखि हामीले प्रारम्भ गरेको आज लगभग सुसम्पन्न भइसकेको छ र हामीले वाद्यवादन 9 बाजालाई पनि हामीले धेरै धन्यवाद दिन्छौँ। आज अहिलेसम्म हामीलाई साथ दिनुभयो। उहाँले हामीले 1 घन्टा पहिले बिदा गर्नु पर्थ्यो तर उहाँले चाहिँ हामीले चाहिँ पर्खिनुभयो। उहाँको पर्खाइलाई पनि हामीले हार्दिक बधाई ज्ञापन दिँदै अब हाम्रो समस्त खत्री परिवार हाम्रो बुवा र आमाको दोस्रो दिवसीयमा अब बत्ती दीप प्रज्वलन र घरको वास्तु गर्ने भाइहरू मिनबहादुर खत्री मिनबहादुर खत्री, गोमा खत्री, रुखबहादुर खत्री, जमुना खत्री, होमबहादुर खत्री, लक्ष्मी खत्री, फुलबहादुर खत्री, दिलकुमारी खत्री, मनबहादुर खत्री, जुना खत्री र म चुरबहादुर खत्री र हामी चन्द्रकला खत्री र रामकुमारी खत्री लगायत हामी कता पनि बस्यौँ र यसैमा हाम्रा छोरा नातिहरू पनि बसेका छन्। हाम्रो हजुरबाको भन्नाले फलाती खलाती सहित हामीले आएर भव्य र सभ्यताका साथ यस देवी तल्लो देवीनगर बुटोल नगरपालिका महानगर बेलका उपमहानगरपालिकाको वडा नम्बर 11 मा हामीले सुसम्पन्न गरिसकेका छौँ। अब हाम्रो समापन भइसकेको छ भन्दै यहाँ वाद्यवादन आउँदाखेरि पनि एकदम धन्यवाद ज्ञापन गर्दै उहाँहरूले नारा लगाएर जानुहुनेछ। तपाईँहरूलाई बिदा र हाम्रो फेरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासङ्घ कला तथा संस्कृति संरक्षण समितिका हाम्रा भयङ्कर गायककार हाम्रो लुम्बिनी प्रदेशकै संयोजक हाम्रा र हाम्रो यस विश्व हिन्दू महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ जयप्रकाश उप्रेती लगायत यस रूपन्देही जिल्लाको उपाध्यक्ष र कलाकारमा एउटा वाद्यवादनका गायककार हुनुहुन्छ संयोजक खड्गबहादुर कोर, मृदङ्ग मादलमा चाहिँ कृष्ण काफ्ले र लेखराज उप्रेती लगायत हामी सबै आज रातभरि चाहिँ हामीले चाहिँ भजन कीर्तन मौलिक तामा भजन कस्तो किसिमको नाच्ने हो, कस्तो किसिमको गाउने हो, कस्तो कथा त्यो अनुसार हुनेछ भन्दै अब म फेरि नारातर्फ जाँदैछु। ल हजुरले नारा गराउनु, हजुरले सबैलाई धन्यवाद, हस्त धन्यवाद।